हेलो हजुर, म अहिले फेरि बजारमा टाइममा हो। अहिलेको अवस्था यस्तो छ है। हेर्न सक्नुहुन्छ यो हो बजारको पुल, पक्की पुल। रुद्रवेणी जाने तेर्सो बाटो, यता तम्घासबाट त्यो बस झरेको बाटो, तम्घासबाट झरेको बाटो। यता यो जिप आइरहेछ नि, त्यो लोड आएको जिप हो। र यो छत्रगञ्ज जाने हाइवे रोड हो यो। यसो यो हाम्रो घर हुँदै ठ्याक्क यता यो जाने हो, छत्रगञ्ज जाने बाटो हो। यताबाट बाइक आइरहेको बाटो है। बस पनि लागिरहेछ छत्रगञ्जको लागि। छत्रगञ्ज, दिगाम, बलकोटको लागि है। घाम लागेको दृश्य छ अहिले, रमाइलो। अहिले यो हाम्रो चोकमा राखेको यो पिपलको बोटो थियो। अहिले यहाँको बाटोले गर्दाखेरि त्यसलाई बाटो साँघुरो भएको कारणले गर्दाखेरि यहाँ पिपलको बोट जरेदेखि ओर्लिएको छ। अस्ति भर्खर ओर्लिएको हो यो। बजार सुनसान छ है। बेला र बखतमा मात्र रमाइलो हुन्छ यहाँ। रेडी बजार क्षेत्रधाम। यो चाहिँ मेरो घर हो। यो यता बुवा सुत्ने घर हो। के बुझ्यो फेरि यार, बुवा हामी सबै सुत्दिनुहुन्छ तल, यहाँ मम्मी सुत्नुहुन्छ तल। रमाइलो छ, घाम लागेको दृश्य रमाइलो छ है।